गाइज मार्च महिनाभरि मैले कोक र इनर्जी ड्रिङ्क्स खाएर यति धेरै बोतल जम्मा गरेको छु नि होइन। आज म त्यसलाई बेच्न जाँदैछु ट्यागको लाएर। अब यो बेचेर कति पैसा आउँछ के आउँछ भनेर म तपाईँहरूलाई देखाउनेवाला छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। ल गाइज अहिले चाहिँ ठ्याक्कै म लिडिलमा आइपुगेँ है। यहाँको यो चाहिँ यहाँको एकदमै ठुलो मार्केट हो। अब म बोतल यहीँ बेच्नेवाला छु। अब यो बोतल चाहिँ ठ्याक्कै यो पालभित्र हाल्ने है यहाँ। अब म बोतल हाल्नेवालामा छु। कति पैसा आउँछ ल हेरौँ है त। कतिवटा बोतल छ ल भिडियोमा काउन्ट गर्नु है त। 1 2 3 4 5 6 7 8 9 10 Wait, yeah. हेर साथीहरू भने कति हो थाहा 1500-1600 बोतल बेचेर अनि नेपाली 1500-1600 अनि लगाइज बोतल बेचेर चाहिँ मेरो यहाँनिर आयो 7.50 युरो। अब यहाँबाट बिल निस्किन्छ। त्यो बिल मैले निकाल्नु पर्ने हुन्छ। 7.50 युरोको मैले 1 महिनामा बोतल जम्मा गरेर यति कमाएँ। हजुरहरू पनि युरोपमा हुनुहुन्छ भने आफूले खाएको बोतलहरू कतै पनि नफाल्नु। यसरी जम्मा गरेर ड्याङड्याङ यो पालभित्र हालिदिनु। बाई बाई।